हेलो साथीहरु, म चाहिँ अहिले जाँदैछु बारी हो गाईलाई, किनकि घाँस हाल्दिनुको लागि हो। अन्त आजको वेदर चाहिँ हेर्नुस् न कस्तो मजाको भएको छ हो। अन्त म चाहिँ पुग्नु आँटे, किनभने घाँस चाहिँ काटेर राख्नु भएको छ हो। म चाहिँ हालिदिनु पर्छ टाइममा। अहिले चाहिँ म जाँदैछु बारी। म चाहिँ गोठ आइपुगेँ। यो चाहिँ हाम्रो गोठमा चाहिँ यस्तो छ। यता चाहिँ छ अम्लिसो बारी। म चाहिँ पुग्न आँटेँ। गोठमाथि चाहिँ हेर्नुहोस् न, यस्तो छ मुन्टाहरू हो। यो चाहिँ फर्सीको मुन्टा हेर्नुहोस् है।